बाधाहरू जीवनमा एकदमै धेरै हुन्छन्, समस्याहरू चुनौतीहरू पनि धेरै हुन्छन्। त्योसँग डराउनु हुन्न। सत्य गर्ने हो, सत्य काम गर्ने हो। गलत कुराहरू त कति छ बनाउने कुराहरूलाई त टाइम लाग्छ, धेरै लाग्छ हैन, कस्तो मेहनत लाग्छ, तर बिगार्ने कुराको लागि यहाँ टाइम लाग्दैन, आफै बिग्रिन्छ। चर्ने पो माथि हो, झर्न त त्यो सिस्टममा आफै छ। बनाउने पो आफै हो, बिग्रिने सिस्टम आफै छ। केही राम्रो गर्ने पो तपाईँले हो, त्यसलाई पो केही भनिन्छ। नराम्रो गर्ने त यहाँ हजार छन् नि। कुरा काट्ने त एकदमै लाइन छ मान्छेको, सहयोग गर्ने पो थोरै छन्। त्यसैले गर्दा सहयोग गर्ने मान्छेको सेल्युट गर्नुहोस्। जाने ठाउँ त धेरै छ, तर गएर त्यहाँ आफ्नो स्वागत कस्तो हुन्छ त्यो महत्त्वपूर्ण कुरा हो। तपाईँले मलाई कसैले फाल्टु सम्झिँदै म फाल्टु हुने, राम्रो सम्झिँदै राम्रो हुने, गलत सम्झिँदै म गलत हुने पनि हुन्न। मान्छेको सोच अनुसार नै मान्छेले सोच्ने हो, उसको विवेक अनुसार नै भित्र भएका कुराहरू बाहिर निकालेर बोल्ने हो। त्यहाँ हामीले निराश हुनुपर्ने कुरा छैन, घमण्ड मान्नुपर्ने कुरा छैन, लजाउनु पर्ने कुरा छैन, हिचकिचाउनु पर्ने कुरा छैन। ढुक्कसँग जिउने हो। जीवन तपाईँको यहाँ कसैले दाबी गर्न सक्दैन कि तपाईँ जबसम्म तपाईँले आफूलाई कमजोर सम्झिनुहुन्न तबसम्म तपाईँ कमजोर होइन। तर तपाईँको मनले यदि तपाईँलाई सम्झिन्छ कि तपाईँ कमजोर हो, पक्कै तपाईँ कमजोर हो। भित्रबाट कुरा बन्छ, बिग्रिन्छ, बाहिरबाट केही पनि हुँदैन। मान्छेलाई बनाउनुको लागि पनि आफै हो, बिगार्नको लागि पनि मान्छे स्वयं नै हो। तपाईँ बटन होइन कि चालु गरेर चालु हुने, बन्द गरेर बन्द हुने। तपाईँ त सजीव प्राणी हो। सोच्नको लागि तपाईँसँग विवेक छ, दिमाग छ, मन छ। सो ज्ञान विवेक भएको मान्छेले कसरी भन्न सक्छ कि उसको लागि, उसले गर्दा म बिग्रेँ? रिमोट कन्ट्रोल तपाईँको आफ्नो आफैमा छ कि छैन, चेक गर्नु भएको छ कि छैन? रिमोट कन्ट्रोल हरेक मान्छेमा हुन जरुरी छ। र आफ्नो कामलाई कतिखेर गर्ने, कुन तरिकाले गर्ने र कहाँ गर्ने भन्ने कुराको बारेमा तपाईँले थाहा हुन जरुरी छ। अरूले सिकाएर तपाईँले सिक्ने, अरूले बिगारेर बिग्रिने, अरूले बनाएर बन्ने भनेपछि त तपाईँ एउटा रोबोट हो, एउटा मेसिन हो, जसमा जान छैन, विवेक छैन, ज्ञान छैन। उसलाई सो जस्तो मन लाग्यो त्यसै चलाइन्छ भनेपछि तपाईँ बेकामे मान्छे हुनुहुन्छ। त्यसैले तपाईँ यदि तपाईँले आफैले सम्झिरहनु भएको छ कि म कमजोर हुँ, म त्यो गर्न सक्दैन भनेपछि तपाईँ कमजोर होइन। भने तपाईँ कमजोर होइन। जसले जे पनि भनोस्, तर तपाईँले आफूलाई के भन्नुहुन्छ त्यो कुरा महत्त्वपूर्ण कुरा हो। यहाँ कसै मान्छेलाई लाग्न सक्छ कि अरूको बदनामी गरेर, अर्काको बहिष्कार गरेर, अर्काको आलोचना गरेर आफू राम्रो हुँ भनेर चार मान्छेको सामने देखाउँछ भनेपछि उसको हिसाब पनि समयले राख्छ। तपाईँ डोको मुनि लुके पनि, जमिन मुनि लुके पनि समयले हरेक मान्छेको हिसाब समय अनुसार नै दिन जानेको हुन्छ। तपाईँले कुन वृक्ष रोप्नुभयो त्यही वृक्षको फल त्यही पाउनुहुन्छ। तपाईँले धान रोपेर गहुँको कटानी त गर्नुहुन्न। जुन माटोमा जस्तो बिउ छर्नुहुन्छ त्यसले त्यस्तै उमार्छ। त्यसैले गर्दा तपाईँ कस्तो कर्म गर्दै हुनुहुन्छ, कस्तो क्रियाकलाप गर्दै हुनुहुन्छ, त्यही फल तपाईँले कटानी गर्नुपर्नेछ। यहाँ 3-4 दिनको रमाइलोले जिन्दगीभरिको खुसीलाई निर्धारण गर्न सक्दैन। त्यसैले जीवनमा दुःख र सङ्घर्ष हुन जरुरी छ, ठोकर खान पनि जरुरी छ। को आफ्नो, को बिरानो, को साथ छैन भन्ने कुरा पनि जान्न जरुरी छ। त्यसैले गर्दा निस्वार्थ भावनाले केही कसैको लागि केही गरिदिनु पनि जरुरी छ कि थाहा पाउन जरुरी छ कि को मान्छेले मेरो लागि कति नै सोचिरहेछ भन्ने कुरा। किनभने चाहिँ जबसम्म खसिँदैन उठेर कसरी हिँड्ने भन्ने कुराको बारेमा थाहा हुँदैन। यस्ता सङ्घर्ष र यस्ता दुःख र चुनौती र सामनाहरू जीवनमा कति आउँछन्। यसलाई नाउ पनि भन्ने होइन, यो आउँछ, यसले हामीलाई झन् बलियो बनाउँछ। कुनै पनि कुराको गलत मिनिङ हामीले लिनुहुन्न, त्यसलाई हामीले सकारात्मक रूपले पोजिटिभ कुरा मात्रै हामीले सोच्ने हो, त्यही अनुसारका क्रियाकलापहरू गर्दै जाने हो भन्ने मान्छेको कमी छैन, त्यही फरक छ। बाधाहरू जीवनमा एकदमै धेरै हुन्छन्, समस्याहरू चुनौतीहरू पनि धेरै हुन्छन्। त्योसँग डराउनु हुन्न। सत्य गर्ने हो, सत्य काम गर्ने हो। गलत कुराहरू त कति छ बनाउने कुराहरूलाई त टाइम लाग्छ, धेरै लाग्छ हैन, कस्तो मेहनत लाग्छ, तर बिगार्ने कुराको लागि यहाँ टाइम लाग्दैन, आफै बिग्रिन्छ। चर्ने पो माथि हो, झर्न त त्यो सिस्टममा आफै छ। बनाउने पो आफै हो, बिग्रिने सिस्टम आफै छ। केही राम्रो गर्ने पो तपाईँले हो, त्यसलाई पो केही भनिन्छ। नराम्रो गर्ने त यहाँ हजार छन् नि। कुरा काट्ने त एकदमै लाइन छ मान्छेको,
सहयोग गर्ने पो थोरै छन्। त्यसैले गर्दा सहयोग गर्ने मान्छेको सेल्युट गर्नुहोस्। जाने ठाउँ त धेरै छ, तर गएर त्यहाँ आफ्नो स्वागत कस्तो हुन्छ त्यो महत्त्वपूर्ण कुरा हो। तपाईँले मलाई कसैले फाल्टु सम्झिँदै म फाल्टु हुने, राम्रो सम्झिँदै राम्रो हुने, गलत सम्झिँदै म गलत हुने पनि हुन्न। मान्छेको सोच अनुसार नै मान्छेले सोच्ने हो, उसको विवेक अनुसार नै भित्र भएका कुराहरू बाहिर निकालेर बोल्ने हो। त्यहाँ हामीले निराश हुनुपर्ने कुरा छैन, घमण्ड मान्नुपर्ने कुरा छैन, लजाउनु पर्ने कुरा छैन, हिचकिचाउनु पर्ने कुरा छैन। ढुक्कसँग जिउने हो, जीवन तपाईँको हो। यहाँ कसैले दाबी गर्न सक्दैन कि तपाईँ जबसम्म तपाईँले आफूलाई कमजोर सम्झिनुहुन्न तबसम्म तपाईँ कमजोर होइन। तर तपाईँको मनले यदि तपाईँलाई सम्झिन्छ कि तपाईँ कमजोर हो, पक्कै तपाईँ कमजोर हो। भित्रबाट कुरा बन्छ बिग्रिन्छ, बाहिरबाट केही पनि हुँदैन। मान्छेलाई बनाउनुको लागि पनि आफै हो, बिगार्नको लागि पनि मान्छे स्वयं नै हो। तपाईँ बटन होइन कि चालु गरेर चालु हुने, बन्द गरेर बन्द हुने। तपाईँ त सजीव प्राणी हो। सोच्नको लागि तपाईँसँग विवेक छ, दिमाग छ, मन छ। सो ज्ञान विवेक भएको मान्छेले कसरी भन्न सक्छ कि उसको लागि उसले गर्दा म बिग्रेँ? रिमोट कन्ट्रोल तपाईँको आफ्नो आफैमा छ कि छैन, चेक गर्नु भएको छ कि छैन? रिमोट कन्ट्रोल हरेक मान्छेमा हुन जरुरी छ। र आफ्नो कामलाई कतिखेर गर्ने, कुन तरिकाले गर्ने र कहाँ गर्ने भन्ने कुराको बारेमा तपाईँले थाहा हुन जरुरी छ। अरूले सिकाएर तपाईँले सिक्ने, अरूले बिगारेर बिग्रिने, अरूले बनाएर बन्ने भनेपछि त तपाईँ एउटा रोबोट हो, एउटा मेसिन हो जसमा जान छैन, विवेक छैन, ज्ञान छैन। उसलाई सो जस्तो मन लाग्यो त्यस्तै चलाइन्छ भनेपछि तपाईँ बेकामे मान्छे हुनुहुन्छ। त्यसैले तपाईँ यदि तपाईँलाई आफैले सम्झिरहनु भएको छ कि म कमजोर हुँ, म केही गर्न सक्दैन भनेपछि तपाईँ कमजोर होइन। भने तपाईँ कमजोर होइन। जसले जे पनि भनोस्, तर तपाईँले आफूलाई के भन्नुहुन्छ त्यो कुरा महत्त्वपूर्ण कुरा हो। यहाँ कसै मान्छेलाई लाग्न सक्छ कि अरूको बदनामी गरेर, अर्काको बहिष्कार गरेर, अर्काको आलोचना गरेर आफू राम्रो हुँ भनेर चार मान्छेको सामने देखाउँछ भनेपछि उसको हिसाब पनि समयले राख्छ। तपाईँ डोको मुनि लुके पनि, जमिन मुनि लुके पनि समयले हरेक मान्छेको हिसाब समय